आज चाहिँ हामी गजबको पिरो खान लागेको। मैले चाहिँ धेरै हालेर उसले चाहिँ धेरै हालेछ। ल खामै त चियस। मा चाहिँ यस्तो पच्दैन क्या अलि। धेरै पिरो भएछ। मिठै हुँदो रहेछ, ठिकै छ, नट ब्याड। उसले बनाएको कसले बनायो चाउचाउ। हजुरले बनाउनु भएको नुडल कसरी बनाउनु भयो भनेर नि पुरै सुक्खा भएछ। कस्तो शीतल हावा आइरहेको। मेरो खाएर भ्याउनु लागिसक्यो। चाउचाउ चिसो भएपछि मिठो हुँदैन। तातोमै टेस्टी हुन्छ। कोक पनि पानी पनि। अन्डा ल्याउनु पर्दछ। अन्डा त बिर्सेको। अन्डा गरेर बोइल गरेर खाएर अझ टेस्ट आउँथ्यो होला। तपाईँको बुद्धि होइन, अन्डा लिनु पर्दैन। तपाईँले सिकाउनु भएन मम्मी मलाई, मम्मी होइन आन्टीले। अन्डा त भुसुक्कै बिर्सिरहेको छु। कोक सम्झ्यो, यो सम्झ्यो, अन्डालाई बिर्स्यो। सरी अन्डा भनेको। पिरो चाहिँ पिरै हुँदो रहेछ। बेलेर खान्थ्यो त, मेरोमा भएन। म त आफ्नै स्टाइलले खाने, अरूको स्टाइल चाहिँदैन। कस्तो नाङ्गो भयो। I am a fast. टन्सिल होला त्यसरी गुटुक गुटुक पियो भने। यस्तो चिसो छ। आमा देखाउँ त। त्यस्तो गुटुक गुटुक पिउनु हुँदैन, टन्सिल हुन्छ। चाँडो चाँडो पिएको मैले चाहिँ कोक। बेलुका भएर होला कस्तो चिसो शीतल भइरहेछ। टेस्टी टेस्टी।
भयो धेरै खानु मन लाग्दैन नुडल खान्छ छैन यस्तो पहिला के बच्चे थिए खाना जान्थेन अहिले खान्छ यसरी अहिले चाहिँ तरुनी भयो राम्रो तालले खान जाने छ हेर्नु एक दिन चाहिँ पुरा ससेज ल्याएर अनि त्यो भुटानको त्यो हुन्छ नि ल्याएर बोइल गरेर स्पाइसी बनाएर खानुपर्ने म चाउचाउमा चाहिँ चारै विनर भयो होइन हुन त मेरोमा थियो भने कम कोक चाहिँ मलाई त्यसरी पिउन मन लाग्दैन घाँटी समाइहाल्छ टन्सिल हुन्छ बिस्तारै पिराएको छु अनि मलाई यो सबभन्दा मन नपर्ने क्या त्यो खाएर यस्तो गरेको चाहिँ गाइज भिडियो धेरै लामो हुन्छ बाई बाई धेरै मासतिर भयो ल अझै दालतिर बाई बाई थ्याङ्क यू फर वाचिङ ल